कटहरको अचार बनाउनु पऱ्यो। भाँगो भुट्न लाग्छु। हिजो बजारबाट किनेर ल्याएको, घर ल्याएर काट्न कति दुःख हुन्छ। बजारमा काटेको सजिलो हुन्छ। सब्जी झन् मिठो हुन्छ भन्छन्, मलाई फेरि अचार मिठो लाग्छ। अचार खान मन लाग्छ। यसको अचार बनाउनु लाग्छु है साथीहरू। अब पाक्यो, कटहरलाई बोइल गरेको अब पाक्यो। मिक्सरमा पिसेर भाँगो राखेँ। भाँगोको तिलको भन्दा भाँगो मिठो हुन्छ। प्याज राखेँ। प्याज राखेपछि अझै मिठो हुन्छ। मेरो अचारको रेसिपी हेरिदिनु होला है साथीहरू। कटहरको अचार कागती। अब यहाँ फेरि एक टानो मान्छ योमा। अब बेसार राख्नु पर्यो। खिच्दा बेसार हाल्नु पर्यो। अनि कागती यस्तोबाट राखेँ खिच्ने कि माथिबाट भन्दा हिजो ल्याउनु पर्ने रहेछ कि कागती। यस्तो कागती छ भने ल्याइन। यस्तो गर्मी भयो यो मधेसमा। गर्मीले सब सुकेर के गर्ने। अब झान्न पर्यो। मेथी हाल्नु पर्यो। झान्न पर्यो। मेरो कटहरको अचार हेर्नु है साथीहरू। अनि यसरी मोल्ने सब्जी पनि मिठो हुन्छ। तर मलाई फेरि बच्चादेखि अचार खाने बानी लाग्यो। अचार बनाएको आज चाहिँ कागती अचार अमिलो बोक्नु जस्तो लाग्यो। काटेर त्यो हाल्छ काट्नु। काटी हालेको साथीहरू अमिलो नाम लाग्छ। कस्तो खानु खानु लाग्यो। कोही कोहीले थाहा नहुनेले कटहरको पनि अचार हुन्छ र भन्छ। हामीले अब बच्चादेखि अचारहरू खाएको सब्जी भन्दा अचारै मिठो लाग्छ। रागी गरेर त्यसरी यस्तै गराएर अगाडि गर्थ्यो।